दर्शकवृन्द तपाईलाई कस्तो छ आशा गर्छु तपाई सन्चै हुनुहुन्छ होला। दर्शकवृन्द आज हामी यस्तो देशको बारेमा तपाईलाई जानकारी प्रस्तुत गर्दै छौं जहाँ पुरुषको होइन महिलाको थर बच्चासँग जोडिन्छ। एउटा यस्तो देश जो विश्वका ती देशहरू मध्ये एक हो जसको कुनै पनि सेना छैन। एउटा यस्तो देश जहाँ कुनै पनि सवारी साधन 40 किलोमिटर प्रति घण्टा भन्दा बढी स्पिडमा चलाउँदा कारबाही हुन्छ। एउटा यस्तो देश जहाँ कुनै पनि सामानको प्रयोग गरेपछि मात्र पैसा दिने चलन रहेको छ। दर्शकवृन्द यो टापु देश कुनै समय समुद्रमा विलीन हुन सक्छ। हो दर्शकवृन्द आज हामी विश्वको सबैभन्दा सानो देशहरू मध्ये एक रहेको विचित्रको देश पलाउको बारेमा यो देशमा रहेका सबै रोचक जानकारीहरू तपाईहरू माझ प्रस्तुत गर्दै छौं। दर्शकवृन्द तपाई हामीलाई विश्वको कुन देश सहर र गाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा लेख्नुहोला। साथै रोचक जानकारीको लागि यस नेपाली फ्याक्ट च्यानललाई सब्स्क्राइब गर्न पनि बिल्कुलै नभुल्नुहोला। दर्शकवृन्द पश्चिमी प्रशान्त महासागरमा अवस्थित सानो देश पलाउको नाम सायदै कमै सुन्नु भएको होला। त्यसो त यो देश भौगोलिक हिसाबले चारैतिर प्रशान्त महासागरले घेरिएको विश्वको 16औं सानो देशमा चिनिन्छ। साथै पलाउलाई माइक्रोनेसिया भन्ने भौगोलिक क्षेत्रमा अवस्थित देशले पनि चिनिने गरिन्छ। फिलिपिन्सबाट पूर्वमा र इन्डोनेसियाबाट उत्तरमा रहेको यो देश झन्डै 340 साना ठूला टापुहरू मिलेर बनेको देश हो। 490 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशको केवल 8 मुख्य टापुहरूमा मात्र मानिसहरू बसोबास गर्दै आएका छन्। कतिपय यस्ता टापु पनि छन् जहाँ कोही पनि बसोबास गर्दैन भने केही टापु बालुवा र कोरल चट्टानबाट बनेको छ। दर्शकवृन्द आधिकारिक रूपमा रिपब्लिक अफ पलाउको नामले चिनिने यो देशमा अहिलेको समयमा जम्मा 18,000 मानिसहरू बसोबास गर्दै आएका छन्। पलाउको मुख्य टापु बाबेल डाउब हो। बाबेल डाउबको साथै कोरोर, क्याङ्गेल र पेलिलिउ जस्ता टापुहरू यो देशका सबैभन्दा ठूला टापुहरूमा रहेका छन्। देशको सबैभन्दा ठूलो बाबेल डाउब नामको टापुमै यो देशको राजधानी गेरुल मुड पनि रहेको छ। बाबेल डाउब यो देशको सबैभन्दा ठूलो टापु भए पनि धेरै मानिसहरू भने कोरोर टापुमा बसोबास गर्छन्। कोरोर टापुमै यो देशको सबैभन्दा ठूलो सहर कोरोर सिटी पनि रहेको छ। कोरोर सिटी सन् 2006 अघि पलाउको राजधानीको रूपमा रहेको पनि थियो। सानो टापु कोरोरमा अत्यधिक जनसंख्या बढेको कारण यो देशले सन् 2006 मा बाबेल डाउब टापुको गेरुल मुड भन्ने सहरमा राजधानी सारेको थियो। दर्शकवृन्द एक सानो क्षेत्रफल भएको गुमनाम यो टापु पहिलोपल्ट समुद्री यात्रा गर्ने युरोपेलीहरूले सन् 1522 मा पत्ता लगाएका थिए। समयसँगै यो देश सन् 1885 मा स्पेनिसहरूले कब्जा गरे। स्पेनिसहरूले सन् 1879 मा यो टापु जर्मनीलाई बेचे। प्रथम विश्वयुद्धमा जर्मनीको हार भएपछि यो देश जापानले सन् 1914 मा कब्जा गर्यो, जुन दोस्रो विश्वयुद्धसम्म जापानकै हिस्सा थियो। दोस्रो विश्वयुद्धमा जापानको पनि हार भएपछि यो टापु अमेरिकाको नियन्त्रणमा रहेको थियो। अमेरिकाको झन्डै 47 वर्षको शासनपछि सन् 1994 मा पलाउ स्वतन्त्र भएको हो। दर्शकवृन्द पलाउमा बसोबास गर्दै आएका मानिसहरूलाई सामान्यतया पलाउआन भनेर चिनिन्छ। यी मानिसहरू पलाउन भाषा बोल्ने गर्छन्। यो भाषा पोलिनेसियन भाषा समुदायमा पर्ने एक अनौठो भाषा पनि हो। पलाउआनको साथै यो देशले अंग्रेजी भाषालाई पनि आधिकारिक भाषाको रूपमा दर्जा दिएको छ। त्यसैगरी जापानिज, सोन्सो, रोलेली र टोबियन नामका भाषाहरूलाई पनि यो देशले क्षेत्रीय भाषाको रूपमा मान्यता दिएको छ। दर्शकवृन्द सानो देश भए पनि पलाउ विभिन्न जाति र धर्मका मानिसहरू बसोबास रहेको देश हो। त्यसो त पलाउमा बसोबास गर्दै आएका यी पुराना मानिसहरू पनि इन्डोनेसियाबाट लगभग 2500 ईसा पूर्वमा आएको मानिन्छ र यहाँ बस्ने आदिवासी भनौं त मूलवासीहरूलाई पलाउआन भाषामा रेचात एर बेलाउ पनि भनिन्छ। यी मानिसहरू यस टापुका मूल निवासी हुन्। सामान्यतया यी आदिवासी मानिसहरूलाई छोटकरीमा बेलाउ पनि भन्ने गरिन्छ। जनसंख्याको 70% यहाँकै मूल निवासी मानिन्छन् भने बाँकी फिलिपिन्स, इन्डोनेसिया र अन्य माइक्रो स्टेटबाट कामको सिलसिलामा आएका मानिसहरू हुन् जो समयसँगै यही बस्न थाले र यहाँकै नागरिक भए। रोचक कुरा त के छ भने लगभग 400 को संख्यामा यहाँ बंगालीहरू पनि देख्न सकिन्छ जो यहाँ व्यावसायिक कारोबार गरेर बसेका छन्। 21औं शताब्दीको सुरुवातमा यो देश छिरेका बंगालीहरूले यो देशमा इस्लाम धर्मको परिचय गराएका पनि छन्। अहिले यो देशमा 4% जनसंख्या इस्लाम धर्म मान्ने गर्छन्। मुख्य धर्मको कुरा गर्ने हो भने यो देश एक क्रिश्चियन बाहुल्यता भएको देश हो। जनसंख्याको 80% मानिसहरू ईसाई धर्मसँग जोडिएका छन्। साथै केही परम्परागत मूल्य मान्यतामा मात्र विश्वास राख्ने मानिसहरूको बसोबास पनि पलाउमा रहेको छ। दर्शकवृन्द पलाउको बारेमा रोचक कुरा के छ भने यो देश विश्वका 22 देशहरू मध्ये एक हो जहाँ कुनै पनि सेना छैन। हो दर्शकवृन्द पलाउको रक्षाको लागि यो देशमा सेना नै छैन। तपाईलाई जानकारी
जानकारी दिउँ कि पलाउको सुरक्षा अमेरिकाले गर्दै आएको छ। अमेरिकाबाट स्वतन्त्र हुन अघि यो देशले अमेरिकासँग कम्प्याक्ट अफ फ्री एसोसिएसन नामको एक सम्झौता गरेको थियो, जसको मुख्य उद्देश्य यो हो कि यदि पलाउमाथि कुनै पनि देशले हमला गर्यो भने त्यो अमेरिकालाई हमला गरेको सम्झिनेछ। यदि केही भइहालेमा अमेरिका पलाउको सुरक्षामा खटिन्छ। त्यसो त अमेरिकाले पनि यसको बदलामा यो देशलाई पूर्वी एसियन देशहरूमा आफ्नो रणनीतिक क्रियाकलाप गर्नको लागि प्रयोग गर्दै आएको पनि छ। तपाई यो कुराबाट अझै बुझ्नुहुन्छ कि यो देशको पलाउ अन्तर्राष्ट्रिय विमानस्थल पनि अमेरिकी हवाई ट्राफिक नियन्त्रण अन्तर्गत सञ्चालित छ। सेनाको कुरा त छोडिदिउँ, यो देशमा तपाईले पुलिस पनि मुस्किलले देख्न पाउनुहुन्छ। यहाँको सरकारले केवल 30 पुलिस अफिसरहरू आफ्नो देशमा तैनात गरेको छ, जो मुख्यतया यो देशको समुद्रीय गार्डको रूपमा काम गर्ने गर्छन्। अपराध दर ज्यादै न्यून रहेको कारण यहाँको सरकार पनि पुलिस फोर्स थप्न चाहदैन। सुरक्षा मात्र नभएर पलाउ विश्वका ती देशहरू मध्ये एक पनि हो जसले आधिकारिक मुद्रा पनि अमेरिकन डलरको प्रयोग गर्दै आएको छ। हो दर्शक वृन्द, यो देशमा पनि अमेरिकन डलरको प्रयोग हुने गर्छ। यो देशको अहिले पनि आफ्नो मुद्रा रहेको छैन। सुरक्षा र डलरको प्रयोग मात्र होइन, यो देशलाई अमेरिकाले हरेक क्षेत्रमा आर्थिक सहयोग पनि गर्दै आएको छ। मुख्यतया यो देशको आम्दानी भनेको पर्यटन हो। पर्यटनले यो देशको 40% आम्दानी गर्छ भने दोस्रो आम्दानी भनेको अमेरिकाबाट आउने अनुदान हो। यहाँका मानिसहरू सामान्यतया कृषि, माछा मार्ने र मार्बल खानी क्षेत्रमा काम गर्ने गर्छन्। पलाउ सरकारले पनि सन् 2025 मा न्यूनतम ज्याला प्रति घण्टा 5 अमेरिकन डलर तोकेको पनि छ। तपाईलाई यो पनि जानकारी गराउँ कि पलाउ विश्वको सबैभन्दा धेरै प्रति व्यक्ति सरकारी सेवामा काम गर्ने मानिसहरू भएको देश पनि हो। दर्शक वृन्द, पलाउ माइक्रो स्टेट कन्ट्रीहरूमा पनि एक धनी देशको रूपमा चिनिन्छ। झन्डै 300 मिलियन अमेरिकन डलर भन्दा बढी जीडीपी भएको यो देशको प्रति व्यक्ति आय मात्र 16,000 अमेरिकन डलर रहेको छ। आर्थिक रूपमा सबल भए पनि यो देश आय असमानता भएको देश हो। अझै पनि यो देशमा 20% मानिसहरू गरिबीमा बाँचिरहेका छन्। यी मानिसहरू यति पिछडिएका छन् कि आज पनि यहाँका महिलाहरूले माथिको कपडा लगाउँदैनन्। हुन त यो यहाँको पुरानो पोसाक भनौँ त परम्परा पनि हो। दर्शक वृन्द, पलाउ एक मातृसत्तात्मक भनौँ त एक मातृवंशीय समाज हो, जहाँ यस्ता समुदायका मानिसहरू पनि छन् जहाँ बच्चाहरूको थर आमाकै थरबाट दिने गरिन्छ। हो दर्शक वृन्द, तपाईलाई असुन्दर अनौठो लाग्न सक्छ, तर यो वास्तविकता हो र यो सदैवदेखि पलाउवानमा चल्दै आएको पनि छ। र अर्को कुरा, यहाँका महिलाहरू पुरुषमा भर पर्दैनन्। यहाँ हरेक काममा ज्यादातर बाबुको नाम भन्दा पनि आमाको नामको धेरै प्रयोग हुने गर्छ। यहाँ वंश र उत्तराधिकारी परिवारको आमा पक्षबाट पत्ता लगाइन्छ। तपाईँ यसरी बुझ्नुहोस् कि यो पितृसत्तात्मक देश भन्दा पनि मातृसत्तात्मक देश हो। दर्शक वृन्द, पलाउको बारेमा अर्को रोचक कुरा के छ भने यो देश विश्वको सबैभन्दा धेरै औसत मोटा मानिसहरूको सूचीमा 13औं स्थानमा रहेको देश पनि हो। पेसिफिक अन्य देशहरू तुवालु, नौरू, टोंगा र सामोआ जस्तै यो देशमा पनि मोटा मानिसहरूको कमी छैन। यो देशका 60% भन्दा बढी वयस्क महिला र 50% भन्दा बढी वयस्क पुरुषहरू मोटा रहेका छन्। दर्शक वृन्द, पलाउ विश्वको सबैभन्दा बढी शासन गर्ने मानिसहरूको देशमा पनि चिनिन्छ। 490 वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो देश 16 राज्यहरूमा विभाजित रहेको छ। प्रत्येकको आफ्नै नगरपालिका रहेका छन् भने लगभग 18,000 जनसङ्ख्या भएको यो देशमा धेरै कार्यकारी प्रमुख भएको कारण यो देशलाई विश्वको सबैभन्दा बढी शासित ठाउँ पनि मान्ने गरिन्छ। दर्शक वृन्द, पलाउको सबैभन्दा राम्रो पक्ष भनेको तपाईले यहाँ फोहोर देख्न पाउनुहुन्न। यदि तपाईँ यो देश जाँदै हुनुहुन्छ भने तपाईलाई प्लेनमा नै फोहोर नफाल्नु भनेर जानकारी पहिले दिइन्छ। धेरै पर्यटकहरू यो देशको समुद्रीय तटमा आनन्द उठाउन आउने भए पनि यो देशले सनस्क्रिन क्रिमलाई पनि प्रतिबन्ध लगाएको छ। आफ्नो समुद्रीय क्षेत्रमा रहेको कोरल चट्टान र अन्य समुद्रीय जीवलाई सनस्क्रिनको रसायनहरूले हानि नपुर्याओस् भन्ने हेतुले यहाँको सरकारले प्रतिबन्ध लगाएको हो। यसैबाट अन्दाज लगाउन सक्नुहुन्छ कि यहाँको सरकार फोहोर व्यवस्थापन प्रति कति लगाव गर्ने गर्छ। त्यसैगरी यो यस्तो देश हो जसले कुनै पनि सवारी साधनहरूको लागि 40 किलोमिटर प्रति घण्टाको स्पिड निर्धारण गरेको छ र यो देश भित्रका सबै सडकहरूमा लागू पनि हुन्छ। यदि यो भन्दा बढी स्पिडमा चलेको थाहा पाएमा जरिवाना पनि हुन्छ। अनौठो कुरा त के छ भने यहाँको सडकमा मुस्किलले कमै गाडी देखिन्छन्, तर यदि ढिलो चल्ने सवारी साधनहरूलाई ओभरटेक गर्नु पनि यहाँ गैर कानुनी गरिएको छ। दर्शक वृन्द, पलाउले विदेशकै अनुदानमा भए पनि सबैभन्दा राम्रा सडक र पुलहरू पनि बनाएको छ। केही ग्रामीण क्षेत्र बाहेक अन्य शहरी क्षेत्रमा पलाउवानको राम्रो जीवनशैली पनि देख्न सकिन्छ। त्यसो त पलाउ विश्वका सुरक्षित यात्रा गर्ने भनौँ त ट्राभल्सको लागि पनि निकै सेफ कन्ट्री हो। यो देशमा अपराध दर निकै कम पनि छ। शान्त, सफा हावापानी,
हराभरा वातावरण र नरम स्वभावका मानिसहरू भएको यो देशमा समुद्री जीवको अध्ययन, स्वच्छ पानीमा स्कुबा डाइभिङ र स्नोर्कलिङ गर्नको लागि पर्यटकहरूमा स्वर्गीय रहेको छ। त्यसै गरी यो देशको इल्क माल्क टापुमा रहेको जेलीफिसको ताल यहाँ आउने पर्यटक माझ अर्को लोकप्रिय स्थान हो, जहाँ पर्यटकहरू जेलीफिससँग पौडी खेल्न पनि सक्छन्। त्यसो त पलाउमा अन्य देशहरूमा जस्तो सार्वजनिक र प्राइभेट यातायातका साधनहरू धेरै रहेका छैनन्। यहाँको सबैभन्दा ठूलो सहर कोरोरोमा केही ट्याक्सी मात्र देख्न सकिन्छ। त्यसैले यहाँ धेरै मानिसहरू कार या मोटरसाइकल भाडामा लिने गर्छन्। यो देश भ्रमण गर्ने मानिसको अनुभव के छ भने यो देशमा कुनै पनि चिजको प्रयोग गरेपछि मात्र पैसा लिने चलन भनौं त नियम रहेको छ, जसको कारण पर्यटकहरू यहाँ स्वतन्त्र भएर घुम्न सक्छन्। जसको कारण पनि यो देशको जनसंख्या भन्दा यहाँ धेरै पर्यटकहरू आउने गर्छन्। हो दर्शक वृन्द, सन् 2024 मा मात्रै यो देशमा 56,000 भन्दा बढी बाह्य पर्यटकहरूले भ्रमण गरेका थिए। दर्शक वृन्द, अमेरिकाद्वारा संरक्षित देश पलाउलाई कुनै कुराले समस्या गराएको छ भने त्यो पछिल्लो समयको जलवायु परिवर्तन हो। कोरल चट्टानबाट निर्माण भएको यो देश प्राचीन ज्वालामुखी गतिविधिबाट बनेको थियो। आजको समयमा यो देशमा सक्रिय ज्वालामुखी नभए पनि यो देश शक्तिशाली भूकम्पीय क्षेत्रमा पर्ने गर्छ। यसको डर त छँदै थियो। पछिल्लो समय जलवायु परिवर्तनको कारण समुद्री सतह वृद्धि हुँदा यो टापु देशको तटीय कटान अर्को समस्या बनेको छ। समुद्र सतहबाट जम्मा 9 मिटरको उचाइमा रहेको यो देशको 25% भूभाग समुद्र सतह भन्दा 10 मिटर तल रहेको छ। अहिलेको समय जस्तै समुद्री सतह बढ्दै गएमा सन् 2050 सम्म यो देशको धेरै भूभाग डुबान हुने पूर्व अनुमानकर्ताहरू बताउँछन् र निरन्तर यस्तै भए कुनै समय यस्तो समय पनि आउन सक्छ पलाउको इतिहास समुद्रमा नै खोज्नु पर्ने हुन्छ। दर्शक वृन्द, यो थियो पेसिफिक ओसियनमा अवस्थित टापु देश पलाउको बारेमा बनाइएको भिडियो। तपाईलाई कस्तो लाग्यो कृपया हामीलाई कमेन्टमा लेख्नुहोला। साथै रोचक जानकारीको लागि कृपया च्यानलसँग जोडिनुहोला।